तर तपाईँलाई एउटा कुरा चाहिँ म स्पष्ट के भनिदिन्छु भने यो देश कसरी चलेको छ, देश प्रधानमन्त्रीले चलाइरहेको अवस्था छ, त्यो तितो यथार्थ हो। जो र जुन पार्टीको प्रधानमन्त्री सरकार भए पनि देश चलाउने बीचका मान्छेले त्यसो बिचौलियाले नै छ। तपाईँ हामी सबैजनाले चिनेका चित परिचित व्यक्तित्व हुनुहुन्छ उहाँ, जुन चाहिँ अहिले जेनजी युवा भाइ बहिनीहरूले चाहिँ जेनजी आन्दोलनको क्रममा एउटा अन्तरिम सरकार बनाउन सक्षम भएका थिए। त्यही सरकारको एउटा मन्त्रालय सम्हालेर बस्नुभएका उहाँ सञ्चार मन्त्री अहिलेका जगदीश खरेलजी हुनुहुन्छ। हो के उहाँ पनि अहिले चाहिँ एउटा सरकारको एउटा मन्त्रालय सम्हालेर बसिराख्नु भएको व्यक्तिको मुखबाट हामीले प्रत्यक्ष रूपमा यसरी यो ठुलो एउटा षड्यन्त्रकारी कुरा अर्थात् एउटा यस्तो कुरा कि जुन हामी आम नेपालीहरूले चाहिँ सुन्न समेत अलिकति अप्ठ्यारो महसुस हुने खालको कुरा सुन्यौँ, उहाँले सुनाउनु भयो। के त्यो कुरा चाहिँ हामी नेपालीहरूको हक र हितका लागि छ त? कदापि छैन होला। तर यहाँनिर उहाँले के भन्नुभएको छ भनेदेखि तपाईँहरूको अन्तरिम सरकार बनाउने जेनजी भाइ बहिनीहरू जुन चाहिँ थिए, जुन चाहिँ आफ्नो ज्यानको परवाह नगरिकन अघि बढे, भ्रष्टाचार विरुद्ध लडे, कुरीति कुसंस्कार विरुद्ध लडे, उहाँहरूले ल्याएको, निम्त्याएको, चुज गरेको, सेलेक्ट गरेर चुज गरेर पठाएको या बनाएको, बनाउन खोजेको भनौँ न, बनाएको चाहिँ नभनौँ, बनाउन खोजेको, उहाँहरूले भने बमोजिम सरकार नभएको पनि त हुनसक्छ होइन। अब यहाँनिर चाहिँ अब त्यस्तै खालको कुरा आयो नि त, हामीले त्यही अनुसारले बुझ्नुपर्ने हुन्छ नि त। यो सबै माहौल हेर्दाखेरि, चारैतिरको कुरा हेर्दाखेरि, चारैतिरको न्युज हेर्दाखेरि सबै व्यक्तिहरूका आफ्ना आफ्नै एउटा व्यक्तिगत धारणाहरू हेर्दाखेरि हामी त्यतातिर पनि त ध्यान दिनुपर्ने हुन्छ, नजर घुमाउनु पर्ने हुन्छ। हो त्यसैले यहाँनिर चाहिँ जुन चाहिँ जेनजी भाइ बहिनी, जेनजी युवा भाइ बहिनीहरूले चाहिँ आफूले कयौँ अर्थात् विभिन्न खालका पीडादायी भनौँ न होइन, अर्थात् नेपालमै बसेर नेपालीहरूको हक हितको एउटा प्रयोग, आफ्नो अधिकार र अनि आफू चाहिँ हरेक क्षेत्रमा सरकार हुँदाहुँदै पनि अब नेपाली युवाहरूले जस्तै हुन्छ नि, अब फर इक्जाम्पल उदाहरणको लागि तपाईँको घरमा बुवा आमा हुँदाहुँदै आफ्नो अभिभावक होइन, आफ्नो गार्जियन बिनाको एउटा विदाउट गार्जियन त्यस्तो खालको फिल गरिरहेको अवस्थामा उहाँहरूले जुन चाहिँ आन्दोलन गर्यो, जुन चाहिँ जति पनि जनाहरूले, जति पनि भाइ बहिनीहरूले आफ्नो एउटा अमूल्य जीवनदान गर्यो, त्यसमा चाहिँ ठुलो चलखेल भएको भन्नेसम्मको शङ्का गर्न यो हाम्रो जुन चाहिँ सञ्चार मन्त्री जगदीश खरेलजीले बोल्नुभएको छ त्यहाँबाट प्रश्न हुन्छ। उहाँले भन्नुभएको छ कि अहिलेको सरकार जुन अन्तरिम सरकार बन्यो हो, त्यो सरकारले चाहिँ नेपाललाई सञ्चालन नगरेर, ह्यान्डल नगरेर अर्थात् नचलाएर अन्य भनौँ न होइन, जुन चाहिँ अहिलेका प्रधानमन्त्री हुनुहुन्छ उहाँले पनि देशलाई नचलाएर, जुन चाहिँ पार्टी हुनुहुन्छ नि एमाले काङ्ग्रेस माओवादी जोसुकै भयो भने उहाँले पनि ह्यान्डल नगरेर अहिलेको सरकार चाहिँ कसले चलाइरहेको छ, अहिले नेपाललाई कसले ह्यान्डल गरिरहेको छ भन्नुहुन्छ भने हो त्यो व्यक्ति हो बिचौलिया। देशमा न नेपाल सरकारको हक छ, न नेपालीहरूको हक छ, न कुनै पार्टी अर्थात् दलहरूको हक छ। हो यहाँनिर बाह्य शक्ति आएर, बाह्य शक्तिको आफ्नो उहाँहरूको अर्डर अनुसार, उहाँहरूको लिडरसिप अनुसार, उहाँहरूको लिडरिङ अनुसार एउटा मान्छे राखेर, एउटा मान्छे त्यहाँनिर टपक्क ल्याएर कताबाट राखेर अनि उहाँहरूले के खिलाउनु पर्ने, के खुवाउनु पर्ने त्यो सबै खुवाएर दिएर जति हुन्छ उहाँहरूको चित्त बुझ्दो दिएर उहाँहरूलाई ल यसो गर्न लाऊ है भने जस्तो गरेको छ। उहाँहरूको हाम्रो जगदीश खरेलजीको यो भिडियो हेरेर यो कुरा सुनेर हामी यति प्रश्न हुन्छौँ कि, यति कुरा बुझ्छौँ कि यही हो सारांशमा भन्नुपर्दाखेरि। त्यसैले गाइज हामी र हाम्रो नेपाल कतातिर गइरहेको छ, के भइरहेको छ, जताततै हत्या, हिंसा, मारकाट, गुन्डागर्दी छ। नेपालभरि, नेपाल देशभित्रै नेपालीहरूलाई लडाएको छ। दाजुभाइहरूलाई एक आपसमा लडाएर, मारकाट गराएर आफैमा द्वन्द्व सिर्जना भएको छ र जातको नाममा हिंसा फैलाएको छ, धर्मको नाममा हिंसा फैलाएको छ, मधेसको नाममा हिंसा फैलाएको छ, पहाडको नाममा हिंसा फैलाएको छ, पश्चिमको नाममा हिंसा फैलाएको छ, पूर्वको नाममा हिंसा फैलाएको छ। यो सबै गतिविधि गराउनेको
आखिर को त यो सबै गतिविधि गराउने त्यही बिचौलियाहरू, उहाँले भने जस्तै त्यही बिचौलियाहरू जुन चाहिँ नेपालभित्रको हुँदै होइनन्, सबैलाई थाहा छ र यो कुराबाट पनि प्रश्न हुन्छ। सब बिचौलिया को हुन् त? त्यो सबैजनाले जान्न बुझ्न एकदमै जरुरी छ गाइज। त्यसैले सबैजना एकदमै कसरी हुन्छ त त्यसलाई कताबाट सर्च गरेर हुन्छ, कताबाट त्यसको नलेज त्यसको ज्ञान लिएर हुन्छ, लिन सकिन्छ हो त्यतातिर चाहिँ अलिकति ध्यान केन्द्रित गरेर अलिक बुझेर अनि त्यसलाई चाहिँ निहाल्नु होला, केलाउनु होला, आफ्नो आफ्नो कुराहरू राख्नु होला है त सबैजनाले। धन्यवाद, नमस्ते।